आज चाहिँ हामी हिमालतिर गएको। केयरफुल बेबी केयरफुल। त्यो चाहिँ यस्तो तुफानी छ कि एक्सिडेन्ट बस्दैन। डोन्ट वरी मम भन्छ अनि लडेर चाहिँ घुँडा तर्साउँदाखेरि थाहा पाउँछ। सुन्ने होइन एउटै यो चाहिँ छ एउटा सुन्छ भोलावाला छ। हामी चाहिँ आज फेरि हिँडेको हिमालतिर। एकदमै राम्रो दिन सन्नी डे छ हो। एकदमै घाम अब अहिले नानीहरूको छुट्टीको बेलामा घुमाउनु पऱ्यो नि एकछिन। त्यसले गर्दा बसमा जाने अरे फेरि। अनि हाम्रो घरदेखि अलिकति चढ हिँड्नुपर्छ बसको लागि। हामी चाहिँ बस स्टपमा त पुग्यौँ तर अलरेडी बस त मिस भएर छ। कुद्दै जाँदाखेरि पनि भेटेनौँ। फाइनली बस चाहिँ आयो। अब भयो ल दुईजना चाहिँ खुसीको सीमै छैन हेर्नु नि। एक दुसरालाई माया गरेर हो स्टे एन्ड प्लेमा लगेको बल्ल हामी सिडी चढेरै मर्ने रहेछ। थाक्ने रहेछ। रेडी एक्साइटिङ यो चाहिँ हिमालमा लेट्स प्ले भन्ने रहेछ कि एउटा सफ्ट प्ले जस्तै हो तर मजाको रहेछ। खेल्ने पनि एकदमै राम्रो ठाउँ। यिनीहरू चाहिँ अब खेलेर केटाकेटीलाई चाहिँ 12 इयर्ससम्मको लागि चाहिँ एकदमै राम्रो रहेछ। झम भइसक्यो मलाई ऊ त्यो खेल्दै रहेछ त्यो। मैले चाहिँ टी पट मगाएँ एउटा टी अनि अलिकति दुध दिँदो रहेछ इङ्ग्लिस टी। अब यो सबै पिसक्दाखेरि चाहिँ खेलिसक्छन् कि। My goodness, are you excited now? Still enough playing now? No. Still? अझै पो खेल्छु भन्छ त इनफ प्ले भएकै छैन। म त खेल्छु भनिरहेको छु। भोक लाग्यो अरे कि अनि बाहिर जाउँ खाना खानुको लागि भन्दाखेरि होइन अरे खेल्ने अरे। अन्त यहाँ एक एकवटा ललिपप थियो चकलेट ललिपप लली बन्नी अनि खानु दिएको नि। नो द्याट्स इट। यसलाई चाहिँ साह्रै भोक लागेछ। अब चाहिँ बल्ल बल्ल निस्क्यो है मेरो छोराहरू। फेरि दुईजना माया गरेको हेर्नु नि दुईजना लुखा। यतिको चाहिँ माया चाहिँ हुनै पर्यो दाजुभाइमा है। अनि चाहिँ फेरि सबै खानु गएको सबै नखाइसी नछोड्ने अरे। हिमाल हेमस्ट्रम गएपछि सबै नखाइ त आउने नै होइन मेरो छोराहरू चाहिँ। यता त छाले है अब खानु सबै उनीहरूको आफ्नो आफ्नो चोइस छ हो। यहाँ चाहिँ कुकिज छ एउटाको कुकिज यहाँ छ अर्कोको यहाँ। फाइनली हामी चाहिँ अब फर्केर आएको। माई ब्रदर चाहिँ बसमा छ अहिले बसिरहेछ। टुडे इन्जोय लट्स। यस ह्याप्पी यस। बेबी चाहिँ फेरि यहाँ पर बस्छ हामीसँग बस्दैन हो। अनि अब चाहिँ फाइनली हामी चाहिँ घरमा गएको फर्केको आज चाहिँ। अब चाहिँ फाइनली आज चाहिँ हामी गएको। मेरो बेबी चाहिँ पर बसिरहेछ। त्यो चाहिँ टाँसिँदैन के होला यस्तो। त्यहाँ हेर्नु न फेरि उसले गाडी चलाएको अरे गियर लगाएको अरे। अनि गियर लाउँदै बसमा जस्तो अगाडि गर्छ त्यसै गर्छ उसले पनि हातले गाडी चलाउँछ। अच्छा कस्तो केटाकेटीहरूले पनि गर्छन् हो। आज चाहिँ हाम्रो यतिकै दिन सक्यो। हामी चाहिँ घरमा गयौँ। स्टियरिङ घुमाउँछ पो त फेरि उसको हातले स्टियरिङ घुमाएको अरे ऊ।